आशिष पनि भर्खर ड्युटीबाट आएर बसेछन् मोबाइल चलाउँदै। के गरे हो आशिष? काम गरिरहेछ। के काम गरिरहेछ त्यस्तो? ब्याङ्कमा कति पैसा जम्मा गरे हौ? होला 1 लाख पैसा जाने रहेछ। बाप रे, किस्ताको मान्छेले हैरान कटाएर फोन गरेर हाम्रो त लिएको भन्दा पनि 20-30 हजार त 2-2.5-3 यस्तै भन्छ सुत्दा। कोही सुत्छ 2-3 बजेसम्म। हामी त बिहान सुत्छौँ साथीहरू, के भन्ने। बिहान कति बजे? हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ साथीहरू। अनि सो साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु साथीहरू। अनि मैले चाहिँ आज रातिमा ब्लग स्टार्ट गर्दैछु साथीहरू। आज 9 बजिसक्यो रातिको। अब दिउँसोमा चाहिँ मैले फुर्सद भएन, त्यही भएर मैले रातिमा बनाउँदैछु साथीहरू। हामी चाहिँ 9 बजेतिर बल्ल रातिको 9-10 बजेतिर आउँछन्। अनि त्यसपछि खाना बनाएर खाएर सुत्ने हो साथीहरू। अझैसम्म आएको छैनन्, अब कतिखेर आउँछन् हेर्दै जाऊँ। अनि मैले चाहिँ खाना बनाएको छैन, अब खाना बनाएर खान्छु साथीहरू। अनि मैले चाहिँ आज रुमाल ओढेर भिडियो बनाउँदैछु, अलिअलि सन्चो पनि छैन साथीहरू, त्यही भएर। अनि सबैजना खाएर सुत्न लाउनु भएको छ, झ्याङझ्याउ गर्दै हुनुहुन्छ साथीहरू। अनि आज मैले चाहिँ खानामा अन्डा बनाउन लाग्छु साथीहरू। बजारबाट अन्डा त्यही दोकानबाट लिएर आएको साथीहरू। अन्डा बनाउनु भनेर अझै छ, त्यही खाना पऱ्यो भनेर। अनि त्यसपछि कस्तो बन्छ। अनि साथीहरू हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। यही त साथीहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है त साथी। आए ड्युटीबाट भर्खर साथीहरू। आज कस्तो भयो ड्युटी? राम्रो भयो। आज छिटो आइजाऊ त। छिटो बढाइदियो। कति 9 बजे कि कति? 9 बजे नि? 9:05 रातिको 9 बजे साथीहरू। आशिष पनि भर्खर ड्युटीबाट आएर बसेछन् मोबाइल चलाउँदै। के गरे हो आशिष? काम गरिरहेछ। के काम गरिरहेछ त्यस्तो? ब्याङ्कमा कति पैसा जम्मा गरे हौ? होला 1 लाख रुपियाँ। ए हो र। फेरि अब परदेशको ठाउँमा त पैसा जोगाउनै पर्यो नि त। ए हो र साथीहरू, कोलाई पैसा चाहियो है यहाँ आशिषसँग सम्पर्क गर्नु होला है। टन्नै कमाहान पैसा। त्यही बाँड्दै बस्यो भने त फेरि मेहनत गर्दै हालत खराब हुन्छ। कति पो कमाइ भयो होला ए भगवान्। कमाइ नभए पनि त आफूले बचाएर राख्नु पर्यो नि त पैसा। पागल काम गरे पनि जे गरे पनि खर्चको लागि त बचाएर राख्नु पर्यो। कहिले के पर्छ कहिले के पर्छ परदेशको ठाउँमा थाहा हुन्न। किस्ताबाट मोबाइल लिएको साथीहरू हामीले। त्यो किस्ता तिर्दै हाम्रो मोबाइल त्यो क्यास किनेको भन्दा झन् डबल पैसा जाने रहेछ। बाप रे, किस्ताको मान्छेले हैरान कटाएर फोन गरेर हाम्रो त लिएको भन्दा पनि 20-30 हजार त त्यसैले ठगिसक्यो। 20 के अरे 6-7 हजार लियो। त्यो मोबाइलमा पैसा हाल्नै हुन्न, ब्याङ्कको मान्छेले त काटिहाल्छ, आफ्नै आप काटिदिन्छ पैसा। खुन के न, जो पनि ठग्नै बस्ने रहेछ, जो पनि ठग्ने। यस्तै हो कि पहिला सुरुमा राम्रो गर्छ, 0 ब्यालेन्समा खोल्नु भन्छ। जब खोले 0 ब्यालेन्समा पछि त्यही काट्दै बसिरहेछ। अहिले गाह्रो छ गाह्रो। चाहिँ अन्डा बोइल गर्दैछु साथीहरू, आलु र अन्डा साथीहरू। मैले चाहिँ यहाँ आलु पनि छिलेर राखिसकेँ। अनि यहाँ चाहिँ यो अन्डा छिलेर राखेँ। अनि यहाँ प्याज टमाटर काटेर राखेछु। भात पनि पाकिसक्यो साथीहरू। अनि यहाँ चाहिँ कराई बसाली छु मैले। अब चाहिँ यसलाई पकाउनु पर्छ। कराई गरेको साथीहरू मैले चाहिँ यसैमा यो पुऱ्याइदिए जिरा अनि प्याज माथि पर्छ। माथिबाट टमाटर पनि राख्दैन, चलाइदिनु साथीहरू। माथिबाट अन्डा यसरी राखिदिन्छु। 1 घन्टा गरेर अघि नै फ्राई गरिसकेँ मैले। यस्तो मजाले बसेर
हेर्नुहोस् त अन्डा करी। साथीहरू मैले चाहिँ अन्डा करी बनाएर नि रेडी पारिसकेँ। चाहिँ खाना पनि निकालिसक्यौँ। अब खान्छौँ। भातहरू सबै निकालिसक्यौँ। आज रहेछ अन्डा, आलु अनि दाल, पानी। दाल पनि मैले सबै मिक्सवाला बनाएको छु। आलु त्यसपछि बन्दा सबै राखेर मसलाहरू। खाना चाहिँ भुइँमा बसेर खानु मजा आउँछ। त्यही भएर भुइँमा बसेर खान्छौँ हामी। सबै खाएर सुतिसक्नु भयो? हामी चाहिँ खाना एक मिनट पुग्यो होला सक्दैन। तिम्रो अन्डा ल्याएको त्यसलाई चिलेर बनाएको आलु राखेर जस्तो मसला मिठो हुन्छ क्या। है रातिको क्यामेरामा कस्तो हुन्छ। ini sih karena nanti jangan percaya yang sudah ikut sakit. Antar nanti jangan percaya yang lebih lonjak. Kilo sakit. Balik tayo matangkay, hindi bisa balik yan balik. Kalau malu dari bahan mana mata kayak. Udah bawa kemana? Aku dulu lihat tadi dulu. Yang katanya, dia bawa. Yang aku tadi. Makannya? Jadi, udah. Itu dah pakai kan? Mau sabit itu. Dapat itu. Ini sabit juga kan? Masa ini kasih tiga. Dapat itu sudah di sebelah. भोलि हो के बजार एउटा दियो उहाँसँग पुगेको उतासँग पुगेको र एउटा भैयालाई सोधेको त भोलि लाग्छ भनेर आज लाग्दैन कति लाग्छ अलिक कुसन किन्छ भनेर गोती उतासँग हेर्नु न त मान्छे त्यो आलु प्याजमा उता पर गन छ एक तो बोले त्यहाँ सोध्दाखेरि पनि त्यता पाउँछ भने भन्न नसक्ने कति लाग्दैन मलाई त म बरसम्म पुगेँ थिएँ लागि जस्तो फर्किरहेँ कि त यता पनि रोड गर्ने ठाउँ छ एकदम बाटोमा काम गर्दा गर्दा पनि हालत खराब भइसकेको थियो। काम गर्दा त हालत खराब त भइहाल्छ नि त। यो चक्कट ठेलाको चक्कट टुट्यो दिमाग खराब त हातमा बोक्दै लाउने जस्तो गर्नु पऱ्यो। के भन्छ अरे हामीले चाहिँ यहाँ काम गर्थ्यौँ रुममा अनि छोडिदिउँ के साथीहरू त्यो साउ चाहिँ गाउँमा गयो। अब आर्मी पनि हो ड्युटी गर्नलाई एक्लै भ्याएन त्यही भएर हामीले चाहिँ छोडिदिउँ यहाँ छोडेर अनि अहिले अन्त काममा जान्छन्
राति आउँदाखेरि ढिला आउँछ कति 8 9 9, 10 9:30, 10। बज्छ अनि खाना खाँदा 10 11 12 बज्छ साथीहरू। अनि त्यसपछि भिडियो एडिट गर्दाखेरि 2 बज्छ 2 बज्छ। 2:30, 3 यस्तै बज्छ सुत्दा। कोही सुत्छ 2 3 बजेसम्म। हामी त बिहान सुत्छौँ साथीहरू, के भन्ने अब। बिहान कति बजीसम्म अरे 11 बजीसम्म सुत्छौँ। 10 11 नै 10 बजीसम्म। 10 नै 8 बजीसम्म। 8 बजे आँखा खुल्छ बिहान। 8 बजी सुत्छ। 8 9 बजे सुत्छौँ, 8 बजी चाहिँ उठिहाल्छौँ त पागल। 10 बजे त अलार्म मै लगाउँछु त बिहान आँखै खुल्छ त। तिमी त सुतिरहन्छ, म चाँडै उठ्छु। तिमी चाँड, त्यही त तिम्रो त कुरा गरेको। म त अनि 10 बजे मलाई चाहिँ चाँडै खुल्छ, आँखा खुल्छ अनि मोबाइल हेरेर बस्छु। बस्दा बस्दै त टाउको दुख्छ धेरै मोबाइल हेरेर पनि। कहिले कहिले त रिङाउँछ मलाई। अब के गर्छु त, बाहिर जान भएन। ल त साथीहरू, आजको भिडियो यतिसम्म साथीहरू। अर्को नेक्स्ट भिडियोमा फेरि भेटौँला है त। बाई बाई साथीहरू।